मेरो पापाको फलोवर्सहरू ठिकै हुनुहुन्छ भनिनु नि। सेवारो सेवाने ट्याबुलो खामिगो सेवनम जो लाखपाटा सिलिले मेजो झोरले है सबैजनालाई मेरो जति पनि फलोवर्स हुन्छ जति पनि भ्युवर्सहरू हुन्छ उहाँहरू सबैजनालाई र आज चाहिँ चडाकचिडिक किडा कता गएको होला तपाईँहरू सोच्नुहुन्छ यसलाई घर आएछ भनेर सोच्नुहुन्छ र हो म चाहिँ आज मात्रै घर आइपुगेको अहिले भर्खर आइपुगेको है। बेलुकाको नजरी है यो देख्दै गरेको चाहिँ कफेर हो है यो माथि चाहिँ कफेर पर्छ यो चाहिँ सिदिम हो र यस्तो देख्दैछ बेलुका चाहिँ ए मौरी त यस्तो छ त हिजो अस्ति काटेको अलिअलि निक्ल्यो कहाँ गएको मेरो छोरी कता गएको न हेलो हाई भनिनु न हाई भनिनु न ठिकै न हाई भनिनु न ठिकै हुनुहुन्छ भनिनु म त ठिकै छु तपाईँहरू कस्तो हुनुहुन्छ भनिनु न मेरो पापाको फलोवर्सहरू ठिकै हुनुहुन्छ भनिनु न सानो किचन यता हो चुलामा आगो बलिरहेको छ यस्तो छ त आमा चाहिँ यता दाउरा अहिले मैले चिरिरहेको थन्काउनु हुँदैछ आमा नमस्ते भनिनु न म पनि एकदम जाति नै छु भनिनु न आमा त यहाँ भट्टाभट दाउरा पो यहाँनिर अहिले चिरेको हेर्नुहोस् है गाइस उताबाट आएर चाहिँ चिरचार पारेर चाहिँ यहाँनिर रेडी गरिरहेको म चाहिँ पार्लर जानेवाला छु है आया आया भनिनु न बहिनी दुख्यौ भनिनु न मलाई दुख्यौ भनिनु न टमाटर रोपेको अस्ति आमाले यतिको फलिरहेको छ हेर्नुहोस् है टमाटर अस्ति नै मैले झिक्राहरू लिएर आएर चाहिँ यहाँ हेर्नुहोस् है यस्तो पो गरिरहेको छु त इस्कुसलाई थाङ्रा लगाइरहेको यसरी लह लह भइरहेको छ आउँदाखेरि चाहिँ योपालि चाहिँ अलिअलि इस्कुस खानु पाइन्छ कि भनेको एउटा फली पनि रहेको छ हेर्नुहोस् न गाइस यहाँनिर ए गाई छ यसरी बसिरहेको छ र यहाँ मैले अर्को कुरा पनि रोपेको छु हेर्नुहोस् ल अस्ति रोपेको ए सब्जी भेन्डा फली पनि रहेको छ यो चाहिँ तल माइजूले दिनुभएको थियो है मलाई रोप्न भनेर भन्नुभएको थियो अन्त ल्याएर चाहिँ रोपेको बिहीहरू पनि फल्दैछ हल्का अलिअलि फल्दै रहेछ बिही हो गाइस ल हेर्नुहोस् है समयको फल समयमा रोप्यो भने चाहिँ हुँदो रहेछ है यो चाहिँ घरकै खानुको लागि रोपेको मैले फुल्दै रहेछ अलिअलि र गरेन्डल पनि पारिबाट ल्याएर रोपेको छु हेर्नुहोस् ल तपाईँहरूलाई देखाउने छु सानो खाले गरेन्डल त्यो चाहिँ र तपाईँहरूकोसँग नजोडेको निकै भएको थियो है कहाँनिर गएको होला के भएको होला भनेर सोच्नु हुँदैन मेरो चाहिँ फोन फुटेर चाहिँ अलिक बनाउनु अलिक मलाई उयो लागिरहेको छ है त्यो भएको कारणले गर्दाखेरि आज चाहिँ यसो घर आएकोमा बनाइदिउँ न भनेर चाहिँ तपाईँहरूसँग जोड्यौँ न भनेर सोचिरहेको है ए गरेन्डल चाहिँ भर्खर हेर्नुहोस् ल यहाँनिर है गरेन्डल भन् त बहिनी गरेन्डल भनिनु त गरेन्डल भनिदिनु न आउँदैन ए सिबी पनि छ त्यसमाथि नै र यस्तो पो छ है यसरी चल्दैछ है दुःख सुख गाउँघरको ए कुखुरा चलिरहेको छ यहाँ पनि छ कुखुरा चाहिँ अलिक फैलौँ भनेको अलिक खोइ यो के नमिलेको जस्तो भइरहेको छ है कोही बेला ल्याउँछु मलसापबाट लिएर जान्छ तपाईँहरूकोतिर पनि कतिको लाग्छ मलसाप है मलसाप र स्याल चाहिँ हाम्रोतिर स्याल चाहिँ लाग्दैन मलसाप चाहिँ पुरा लाग्छ र कुखुरा चाहिँ एकदम गोठाला गरिरहनुपर्छ यस्तो छ नि त यी हेर्नुहोस् न जङ्गली यहीँ माथिबाट लिएर जान्छ उता पर खोल्साबाट ट्यान्टेरेन भनिनु त ट्यान्टेरेन भनिनु न त्यसमा चाहिँ मिसेस देखाएन भनेर तपाईँहरू सोच्नु हुँदै होला होइन मिसेस चाहिँ यहाँ के गर्दैछ भने चाहिँ यो त अब छ ए मिसेस चाहिँ यहाँ छ के भनिदिन्छ भन न यस्तो पो छ त हाम्रो पालाहाट जानु आँटेको बोल्नु लाज लाग्छ भन्छ मिसेसले अब खोइ के भन्नु अब है त्यस्तो पो छ त्यही र अब के गर्ने अब भन त हो र यस्तो छ यी मिसेस है अब यहाँ दाउरा चाहिँ यहाँनिर
बोल्ने बानी छैन बोल्ने बानी एउटा सेल्फी खिच्यौँ है यसरी नै खिच्यौँ होइन ए सेल्फी खिच्यो है एकछिन मजा गर्नु ल हाई खोइ हाई भनेको बहिनी हाई ह्यापी बर्थडे टु यु परी हाई छिटो न ह्यापी बर्थडे टु यु भन्नु त ह्यापी बर्थडे टु यु भन्दैन छिटो न ह्यापी बर्थडे टु यु भन्दैन छिटो न ह्यापी बर्थडे टु यु भन्दैन छिटो न यस्तो छ त उता झिकमिक ल तब गाइस अहिले चाहिँ म पालाहाट जाँदैछु टक्कै भएर चाहिँ पालाहाट निक्लेको सौदा ल्याउनुको लागि झोला बोकेर केटा निक्ल्यो बडी त यहाँ घाँस पो काट्नु हुँदैछ म अहिले आइपुगेको नि त्यहाँ चाहिँ हतार गएको नि सामान ल्याउनु माछा त ठुल्ठुलो रहेछ त नि बडी इस माछा चाहिँ यहाँनिर पाल्नु भएको छ ए बडीहरूले चाहिँ चारो पनि हालिदिएको यो माछाको फिट होला है चारोको माछाको फिट होला हो यो कान्छी त यहाँनिर के गरेको किन कसरी ला हो र खोइ माइजू ए हो र इस यहाँनिर कान्छीले रोपेको फुलहरू चाहिँ ए यहाँ प्लान्ट कान्छीले रोपेको यतातिर छ है पहिला हामीले यहाँ गएँ घर बनाउँदाखेरि कस्तो देख्नुहुन्छ अहिले कस्तो देखेको छ केटाहरू अत्रा भएको छ यहाँनिर चाहिँ भएको छ कता आज कान्छा घरतिरै पालाहाट गयो होइन नभन्नु हौ त्यसो गएको ल खै माइजू कहाँ जानु पऱ्यो कतिले देख्नु भएको छैन रुखनमर चाहिँ यस्तोलाई भन्छ है हेर्नुहोस् है यो चाहिँ हाम्रो कान्छी नानाहरूको तपाईँहरूतिर चाहिँ थाहा भएन है हाम्रोतिर चाहिँ के अरे धानको ब्याडहरू राख्नु आँटिसकेको छ राखिसकेको छ होइन राख्नु आँटिसकेको छ भने राखिसकेको छ है मामाहरूको चाहिँ ब्याडे गरा हेर्नुहोस् है यहाँनिर यो गरामा त 2 मुरी टक्लकै फल्छ हौ धान चाहिँ त्यो खालकै फल्छ यो गरामा धान चाहिँ र यहाँनिर डल्ले चाहिँ गरा लगाउनु भएको छ माइजूहरूको यो चाहिँ डल्लै र म चाहिँ ढिलो भइसकिसकेको छु गाइस आज चाहिँ के अरे सामानहरू पाउँछ है पाउँदैन है मलाई चाहिँ आतुर भइसकिसक्यो ए हाम्रो पाला खोला चाहिँ यस्तो छ है अहिले चाहिँ हेर्नुहोस् है भर्खरै पालाहाट उडाउनु भएको ए हजुर हजुर ए मामला ठिक्कै यहाँनिर भेटाएँ मैले यहाँनिर आइपुग्यो होला भनेर तपाईँहरू सोच्नु हुँदै होला है म चाहिँ पालाहाट आइपुग्नु आँटेँ र यहाँनिर हेर्नुहोस् है यो चाहिँ होमस्टेहरू छ यो पारिपट्टि चाहिँ है एकदमै र तपाईँहरू यहाँ पाला खोलामा तपाईँहरू अभरहरू परिगयो भने है नजिकै होमस्टेहरू छ यहाँनिर आएर एकदम इन्जोय गरिदिनु होला है यो पारि चाहिँ हेर्नुहोस् सबै यो पारिको उयो हो र इन्जोय गरिदिनु होला आएर है एकदम यहाँनिर होमस्टेहरू यो पारिको चाहिँ गर्नु भएको छ नि सबै होमस्टे हो यहाँ पारि आएर एकदम इन्जोय गरिदिनु होला लाइक दामी छ बेलुका आउनु भयो भने तपाईँहरू भुलिनुहुन्छ स्विजरल्यान्ड आइपुग्यो भनेर है त्यस्तो छ त हामी चाहिँ खोलाको यो पेट जानुपर्छ सिधै पुलको यतापट्टि निस्किन्छ है म चाहिँ पुग्नु आँटेको छु र एकदम खलखल भएको अवस्थामा पुलमा निक्लेको अवस्थामा गाना पो रहेछ गानाको कति मिठो गाना होला भनेर सोच्नु होला ल यहाँ बडीले पो गाउनु ए सर्वना लोकल भोकल है यो चाहिँ गाउँलेको है पुलकै छेउमा छ दोकान चाहिँ यो चाहिँ कहाँनिर छ होला सोच्नु हुँदै होला है लाइट चाहिँ कहाँको होला भनेर तपाईँहरू सोच्नु हुँदैन होला हाम्रो नानाको पो हजुर रोप्नु भएको हेर्नुहोस् है प्लान्टहरू
घर पनि छ, तपाईँहरू आएर यहाँ इन्जोय गर्न सक्नुहुन्छ। ए फुलहरू क्याम्मै रोप्नु भएको छ। हेलो भनिदिनु न। हेलो ऊ त यहाँनिर बुलेट बाइकमा पो छु। बुलेट बाइक मजाको छ है, हेर्नुहोस् त। ए झेलिमेली पालाहाट चाहिँ उठाइसकेको अवस्थामा धन्न मैले चाहिँ छिट्टो आएर अलिकति भए पनि शङ्कर भएकोमा सामानहरू गरेँ है, र गरेर चाहिँ यतापट्टि आइरहेको छु। अलिक मासु खानु पऱ्यो भनेर चाहिँ ए सानो हाम्रो सानोमा चाहिँ यहाँनिर एरियामै थियो, यो परसम्म थियो भत्काएर चाहिँ वर ल्याइपुऱ्याएको के अरे पाला खोलाले। पालाहाट चाहिँ यस्तो छ त उठाइसकेको अवस्थामा। ल तब अघिकै त्यो जग्गा है, हेर्नुहोस् है अहिले बेलुका यस्तो छ नाइटमै दामी छ है। हेर्नुहोस् त पालाहाट तल। म चाहिँ फर्किँदैछु, सामानहरू हेरिहाल्नुहोस् कि यस्तो छ सामान बोकेर। हरेस छ जिन्दगी, हरेस चाहिँ खानु हुँदैन है, तर भनेको मात्रै तपाईँहरूलाई हरेस चाहिँ खानु हुँदैन, बिल्कुल नै खानु हुँदैन है, बिल्कुल बिल्कुल भनेको सुन्नु भएको त्यस्तै हो।